ट्रान्जेक्सन लिमिटको बारेमा स्पष्ट रूपमा हेर्नको लागि तपाईले आफ्नो करेन्ट एपिएस को एप लगइन गर्नुपर्छ। यहाँ तपाईले मोबाइल लगइन तथा वेब लगइन दुवै मार्फत हेर्न सकिन्छ। अहिलेको लागि मोबाइल लगइन गरेर हेरौं। यहाँबाट 3 लाइन्समा ट्याप गर्नुपर्छ। त्यसपछि यस्तो इन्टरफेस देखिन्छ। अब यस पेजलाई स्क्रोल डाउन गर्नुपर्छ। हेल्प एन्ड सपोर्ट मेनु अन्तर्गत रहेको ट्रान्जेक्सन लिमिटको अप्सनलाई ट्याप गर्नुपर्छ। त्यसपछि ट्रान्जेक्सन लिमिटको पेज देखिन्छ। यहाँ ट्रान्जेक्सन लिमिट इफेक्टिभ फ्रम 29 मङ्सिर 2078 अनुसार म्याक्सिमम अमाउन्ट फर ट्रान्जेक्सन लिमिट अर्थात अधिकतम रकम प्रति लेनदेन सीमा अनलाइन च्यानल अर्थात करेन्ट एपिएस को वेब लगइन गरेर गर्दा रु 20 लाखसम्म रहेको छ। त्यस्तै मोबाइल च्यानल अर्थात करेन्ट एपिएस मोबाइल एप मार्फत गर्दा रु 2 लाखसम्म मात्र रहेको छ। ट्रान्जेक्सन पर डे काउन्ट लिमिट अर्थात लेनदेन प्रति दिन गणना सीमा अनलाइन च्यानल र मोबाइल च्यानल बराबर नै रहेको छ 100 वटा। त्यस्तै म्याक्सिमम ट्रान्जेक्सन अमाउन्ट पर डे लिमिट अर्थात अधिकतम लेनदेन रकम प्रतिदिन सीमा अनलाइन च्यानल मार्फत रु 20 लाखसम्म रहेको छ र मोबाइल च्यानल मार्फत रु 2 लाखसम्म मात्र रहेको देखिन्छ। साथीहरू, यहाँ कैफियतमा देखिए अनुसार रेस्पेक्टिभ ब्याङ्क्स एन्ड फाइनान्शियल इन्स्टिट्युसन्स मे हैव डिफरेंट लिमिट्स एज पर द इंटरनल पोलिसी अर्थात सम्बन्धित बैंक तथा वित्तीय संस्थाको आन्तरिक नीति अनुसार फरक ट्रान्जेक्सन लिमिट तोकेको हुन सक्छ। साथीहरू, करेन्ट एपिएस सेल्फ भेरिफाइड ट्रान्जेक्सन लिमिटको बारेमा बुझ्नको लागि तपाईले यस पेजमा आउनुपर्छ। यसको लिंक तल डिस्क्रिप्सन बक्समा पनि राखिएको छ, चेकआउट गर्नुहोला। यहाँबाट तपाईले आवश्यक जानकारी लिन सकिन्छ। साथीहरू, तपाईले करेन्ट एपिएस सेल्फ भेरिफिकेसन गर्नुपर्ने छ भने यो भिडियोलाई हेर्न सक्नुहुन्छ। अब यो पेजको पहिलो लिस्टमा 13 वटा कमर्सियल ब्याङ्क्सहरूको नाम देखिएको छ। साथै डेली लिमिट तथा मन्थली लिमिट पनि देखिएको छ, जस अनुसार डेली रु 20 लाखसम्मको लिमिट 3 वटा कमर्सियल ब्याङ्क्सहरूमा रहेको छ। त्यस्तै यी 3 वटा ब्याङ्क्सहरूको मन्थली लिमिट रु 99